साथीहरू यो भुइँयाबारीको चाहिँ आन्दोलन वनको संरक्षणको जिम्मा जनताको बाँके राष्ट्रिय निकुञ्ज खारेज गर। यो बाघलाई राष्ट्रिय निकुञ्जको खारिजको माग गर्दै हुनुहुन्छ उहाँहरूले। यो जायज छ र नेपालमा जनता ठुलो छैन के। अरू देशमा पनि बाघहरू त छ नि त, नियन्त्रण गरेको हुन्छ ऊ सरकारले। इन्डियामै छ, कत्रो कत्रो जङ्गल, घना जङ्गल छ, घर त्यो जङ्गलभित्रैमा गाउँ बस्ती सबै हुन्छ। तर उहाँ बाघ आउँदैन क्या, ठुलो यहाँभन्दा पनि ठुलो जङ्गल हुन्छ। किन नियन्त्रण गरेको हुन्छ। अरू देशले चाहिँ जनतालाई प्राथमिकता दिन्छ भने चाहिँ नेपालले दिँदैन, किनकि नेपालले बेचेको होला सायद, अथवा के कारणले हो यो होइन। अहिलेसम्म कानुनै संशोधन गर्न सकेको छैन, कानुनै बनाउन सकेको छैन वन ऐन सम्बन्धी। त्यही भएर निकुञ्ज चाहिँ खारेजको माग गर्नुभएको छ उहाँले। यो चाहिँ भुइँयाबारीको बाँके राष्ट्रिय निकुञ्ज चाहिँ खारेजको माग गर्नुभएको छ। जनताहरू कसरी बाँचौँ भन्ने भएको छ उनीहरूले बिचरा। हामी सबै भनौँ न, कतै जानै पनि डर छ कि होइन। कहीँ सडकमा जानु डर छ, कहीँ जङ्गलमा जानु डर छ, कतिखेर आक्रमण गर्ने थाहै हुँदैन। त्यही भएर साह्रै दबाब दिनुपर्ने हुन्छ र ठुलो विद्रोह हुने सम्भावना छ।